तपाईँलाई अरू कुरा थाहा छैन मन्त्रीज्यू, यो हाइड्रो पावरमा कसैले आँखा नलगाउँदा हुन्छ। त्यो मेरो भागमा परेको छ र बीचमा जो आउँछ सबैले सिधाइदिन्छ। बुझ्नुभयो नि तपाईँले? नखाने काँक्रो खानुस्। नखाने भनेको अरे हेल्दी फुड हो यार। टाउको दुखिरहेको बेलामा दुख नहोस् न। खरबुजा नखाने, नखाने काँक्रो पनि नखाने भनेको। अरे यार त्यसो भए गोली खाऊ यार, तिमी गोली खाऊ। आजकल हेल्दी फुड खाने बेकार छ यार। सुन, आज तिम्रो पहिलो दिन हो। जे काम गर्दा पनि सोधेर गर्नु है। अनि मैले यो सबैजनालाई मेरो आफ्नै गाउँको बहिनी हो भनेर भनेको छु। अनि यहाँ सुन, आज यहाँ ग्याङस्टरहरूको मिटिङ छ। हेलो हजुर, स्मार्ट सर्भिस होइन? हो त। मेरो 4-5 बाइक र गाडीको ब्लु बुक रिन्यू अनि इन्सुरेन्स गर्नु छ। हुन्छ, लोकेसन पठाइदिनुहोस्। त्यो पार्टीलाई भन्दै हाइड्रो पावरमा अब कुनै टेन्सन छैन। के हो यार, दिमाग छैन? के गरेको यस्तो? अलिकति हेरेर गर्नु पर्दैन? काम नलाग्ने केटी को छ यहाँ अरू? हजुर 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 सर, कस्तो स्टाफ आएको? सरी सर, माफ गर्नु होला। ऊ हिजो मात्रै गाउँबाट आएको, एकदमै नयाँ छ, भर्खर काम सिक्दैछ। बरु म तपाईँहरूलाई अर्को टेबल मिलाइदिन्छु नि सर। जाउँ त बसौँ। सरी सर। नमस्ते। नमस्ते गर्नु पर्दैन। मलाई तिम्रो बारेमा केही पनि थाहा छैन। सायद मेरो बारेमा तिमीलाई धेरै कुरा थाहा छ। बोयफ्रेन्ड छ? हजुर। प्रेमी छ? छैन नि, मैले त आमा हेर्नुपर्छ। ओके, मलाई तिमी जस्तै केटी मनपर्छ। सोझी, सिम्पल, लपन छपन नजान्ने। हल्का
होटलको भात हेरेर खाइयो कि अब भाउजूको हातको खाना पाइने हो? सही हो। हेर साथी, ऊ गुण्डा हो, विश्वास नगर। यिनीहरूको कुनै विश्वासिलो चरित्र हुँदैन। ओइ, म के भनिरहेको छु सुन्दैछस्? यसलाई के भन्ने? सुन्नु, तपाईँ सधैँ साथीहरूसँग मात्र हुन्छ हो? मेरो भाइहरू हुन्। अनि मेरो लागि टाइम? प्राइभेसी चाहियो है? मलाई पनि मेरो मनको कुराहरू सुनाउन मन छ तपाईँलाई। हामी दुईजना मात्रै बसेर आरामले। ओके। मलाई यस्तो ठुलो गाडीमा होइन, मलाई त हामी दुईजना मात्र सिम्पल स्कुटरमा चढेर कतै खुल्ला ठाउँमा जान मन छ पो त। स्कुटरमा? केटा हो, स्कुटर चाहियो एउटा। दाइ डन आयो। लो दाइ, नयाँ स्कुटर आयो, त्यो पनि इलेक्ट्रिक। दाइ पिकअप पनि दामी छ, डाँडा गाडा जहाँ पनि चढ्छ दाइ। दाइ स्कुटर पनि इलेक्ट्रिक, गाडी पनि इलेक्ट्रिक, मजा छ। ओके, गुड, ठिक छ। दाइ तपाईँ एक्लै जाँदै हुनुहुन्छ, यो तपाईँको सेफ्टीको लागि राख्नुहोस्, काम लाग्छ। कहाँ दाइ, यो देखेर त भाउजू डराउनुहुन्छ, मसँग छ। दाइ यो लानु, यो ठिक छ, यो लानुहोस् दाइ। मान्नु के दाइ, यो लानु। समय ठिक छैन, राख्नुहोस् न, काम लाग्छ। के गरे तिमीहरूले यार? म कहाँ जाँदैछु म? दाइ हामीलाई पनि लग्यो हुन्थ्यो। म कोसँग जाँदैछु थाहा छ नि होइन? मलाई केही हुन्न मलाई। ए भाइ चाँडै आउँछु म, भएन? चाँडै नलानी। ए भाइ आवश्यक छैन कि यो भाइ, चिन्ता नगर तिम्रो, केही हुन्न क्या, चिन्ता नगर तिम्रो, केही चिन्ता नगर क्या, केही हुन्न मलाई। ए भाइ म तिमीहरूको भाउजूसँग हुन्छु यार। ओके चाँडै आउँछु। ल दाइ, ल कल गर्न हामी आइछौँ। होइन के हो आजको यो तिम्रो गेटअप, यो ठाउँ अलि अचम्म लागिरहेछ। के हो? सरप्राइज। ओके,
कस्तो लाग्यो मेरो सरप्राइज मन परेन ह्यापी बर्थडे दाइ हजुरलाई मेरो बर्थडे सरप्राइज कस्तो लाग्यो दाइ मैले भनेको थिएँ नि हजुरको योपालि बर्थडेमा एकदमै स्पेशल सरप्राइज प्लान गर्दैछु भनेर थ्याङ्क यू मेरो प्यारो बहिनी यतिको विशेष बर्थडे गिफ्ट त अरू के नै हुनसक्छ थाहा थिएन तिमीले मलाई यतिको माया गर्छ भनेर धन्यवाद बहिनी मेरो आमा भने पनि मेरो बुवा भने पनि मेरो खुसी भने पनि मेरो संसार भने पनि सब थोक मेरो दाइ हो तैले मेरो दाइलाई मार्न खोजिस् दुश्मन र रोगलाई दया गर्नुहुन्न भन्ने कुरा तँलाई थाहा छैन रहेछ म माथि दया गरेर तैँले ठुलो भुल गरिस् दाइ यसको हातमा गोली हान्नुस् खुट्टामा गोली हान्नुस् टाउकोमा पनि हान्दा हुन्छ तर यसको छातीमा चाहिँ गोली नहान्नुहोस् है दाइ छातीमा त मलाई यसले सजाएको छ बिचाराले मलाई कम्ती माया गर्छ ओके सिस्टर एकछिन म गएको छु नमस्ते सुन मलाई जिउँदा नछोड्नु म बाँचे भने पहिलोचोटि मेरो हातबाट कुनै छोरी मान्छेको हत्या हुनेछ मलाई जिउँदा नछोड्नु दाइ यसको इच्छा पुरा गरिदिनुहोस् एज यु विश